हेलो गाइज, स्वागत छ मेरो ब्लगमा। आज म कोदो कसरी रोप्छन् भनेर देखाउन गइरहेको छु। ल, यो चाहिँ रिमा जिउला हो। रिमा जिउलाबाट चाहिँ हामीले चाहिँ कोदोको बिउ लिएर अनि सार्ने रोप्ने चाहिँ काम गर्छौँ हामीले। यो चाहिँ रिमा जिउला हो। ल, म चाहिँ अब कोदोको बिउ चाहिँ निकाल्न लागेँ। चाहिँ उकाउनु पर्छ। यसरी चाहिँ उकाउनु पर्छ या निकाल्नु पर्छ। निकालेर चाहिँ यसरी चाहिँ खुट्टामा, ढुङ्गामा, चाहे अन्य कुनै सामानमा चाहिँ हानेर चाहिँ माटो चाहिँ झार्नुपर्छ। ल, यसरी चाहिँ एक हातले निकाल्दै झार्नुपर्छ। निकाल्दै झार्दै गर्नुपर्ने हुन्छ। ल, यसरी चाहिँ झार्नुपर्छ। अब चाहिँ निकालिसकेर मैले चाहिँ डोकोमा राख्छु। लिएर चाहिँ टक्कै डोकोमा चाहिँ राखेर चाहिँ अलि चाहिँ मिलाउनु चाहिँ पर्ने हुन्छ। ल, अझै फेरि पनि लिएँ मैले। फेरि पनि लिएर चाहिँ यसैमा राखेर अलि चाहिँ मिलाएँ मैले। अझ फेरि पनि लिएँ। अब चाहिँ पुरा नै भइसक्यो। अब पुरा चाहिँ भएर चाहिँ अलि चाहिँ मिलाउनु पर्ने नै हुन्छ, किन नमिलाएर चाहिँ यताउता चाहिँ खस्ने सम्भावना हुन्छ। ल, चाहिँ पुरा भयो, भरि भयो। यो चाहिँ फुल भयो। चाहिँ म चाहिँ त्यहाँबाट चाहिँ अब हिँडेँ। म हिँडेर चाहिँ बाटो चाहिँ देखिरहेको छ। बाटो चाहिँ अप्ठ्यारो भएको कारणले चाहिँ मैले चाहिँ यताउता चाहिँ देखाउन चाहिँ सकिरहेको छैन। हेर्नुहोस्, पुरा कच्याङ कुच्याङ नै छ यो। एकदम अप्ठ्यारो छ बाटो। अब म चाहिँ धेरै माथि पुगेर चाहिँ यताउता चाहिँ देखाइरहेको बिउ। यो चाहिँ पुरा पलादा 3 हो। एकदम राम्रो छ यताउताको बिउ। अब म चाहिँ माथि चाहिँ पुगि नै सकेँ, जहाँ पुग्नु पर्ने हो त्यहाँ चाहिँ पुगि नै सकेँ म। अब चाहिँ कोदो चाहिँ रोप्नको लागि पहिले चाहिँ यसरी चाहिँ टक्क चाहिँ अलिअलि मिलाउनु पर्ने हुन्छ। अब त्यहाँ चाहिँ मिलाएर चाहिँ अब टक्क यसरी चाहिँ सार्नुपर्ने हुन्छ। सार्दै हुनुहुन्छ मम्मी बहिनीहरू। यसरी चाहिँ सार्छन् कोदो। यसरी चाहिँ सार्छन्। एकदमै रमाइलो हिसाबले चाहिँ सार्छन् उनीहरूले। यसरी चाहिँ सार्नुपर्छ कोदोलाई। टक 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 कुटोले चाहिँ सार्नुपर्छ यसलाई। हेर्नुहोस्, ल यसरी सारेर चाहिँ अब पुरा चाहिँ सकियो। अब ल, हस् साथीहरू, पुरा भिडियो हेरिदिनु भएकोमा साथ सपोर्ट गर्नु होला। धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला।